हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। यो चाहिँ मेरो फर्स्ट मिनी ब्लग रहेको छ र आज मैले मेरो यो फर्स्ट मिनी ब्लगमा चाहिँ मेरो मेकअप क्लासेसको फर्स्ट डेको भिडियो लगाउन गइरहेको छु। र आज मेरो मेकअप क्लासेसको फर्स्ट डेको भिडियोमा चाहिँ मैले सफ्ट स्मोकी आई लुक्स क्रिएट गर्न गइरहेको छु। र मैले सफ्ट स्मोकी आई लुक्स क्रिएट गर्दाखेरि मैले सबभन्दा सुरुमा मैले मेरो साथीको ब्राउज बनाएको छु र मैले उहाँको ब्राउज बनाउँदाखेरि उहाँको ब्राउजलाई फिल गर्नको लागि मैले एकदम कम्ती प्रोडक्ट लिएको छु। मैले एकदम कम्ती प्रोडक्ट लिनुको मेन रिजन चाहिँ उहाँको ब्राउजलाई नेचुरल लुक्स र सेप दिनको लागि चाहिँ मैले कम्ती प्रोडक्ट युज गरेको छु। र मैले उहाँको ब्राउजलाई फिल गरिसकेपछि चाहिँ मैले उहाँको ब्राउजलाई कट गर्न जाँदैछु। मैले उहाँको ब्राउजलाई कट गर्दाखेरि एकदम कम्ती प्रोडक्ट लिएर कन्सिलरको सहायताले, डार्क कलरको कन्सिलरको सहायताले उहाँको ब्राउजलाई मैले कट गरेर एकदम नेचुरल लुक्स र क्लियर मैले सेप दिएको छु। उहाँको ब्राउजलाई मैले कट गरेर एकदम राम्रो लुक्स क्रिएट गरिसकेपछि मैले त्यस पछाडि उहाँलाई मैले उहाँको आँखामा, आइजमा मैले बेस बनाउन गइरहेको छु। हामीले जहिले पनि सबभन्दा सुरुमा बेस क्रिएट गर्नुपर्ने हुन्छ र मैले बेस क्रिएट गर्नको लागि उहाँलाई व्हाइट कलरको कन्सिलर युज गर्न जाँदैछु, किनकि उहाँको केही डार्क सर्कल नभएको कारणले गर्दाखेरि उहाँलाई कलर करेक्टरको केही जरुरत परेको छैन। तर यो बेला म्याक्सिमम मान्छे क्लाइन्टहरूको चाहिँ डार्क सर्कल भएको कारणले गर्दाखेरि उहाँहरूलाई चाहिँ सुरुमा डार्क कलरको कलर करेक्टर या डार्क कलरको कन्सिलरको सहायताले मात्रै उहाँहरूको बेस क्रिएट गर्नुपर्ने हुन्छ र त्यस पछाडि मात्रै हामीले व्हाइट कलरको कन्सिलर युज गर्नुपर्ने हुन्छ। मैले उहाँलाई व्हाइट कलरको कन्सिलरको युज पछाडि मैले पाउडरलाई फ्लपी ब्रसको सहायताले ड्याब ड्याब गरेर मैले बेस क्रिएट गरेको छु। र बेस क्रिएट गरिसकेपछि चाहिँ मैले डार्क कलर लिएर फ्लपी ब्रसले डार्क कलरलाई ब्लेन्डिङ गर्दैछु। र मैले डार्क कलरलाई ब्लेन्डिङ गरिसकेपछि चाहिँ मैले एकदम राम्रो फिनिसिङ निकाल्नको लागि लाइट कलरको ट्रान्जेक्सन कलर युज गरेको छु। र मैले लाइट कलरको ट्रान्जेक्सन कलर युज गरिसकेपछि मैले सबभन्दा सुरुमा लाइट कलर र डार्क कलरलाई मैले ब्लेन्डिङ गर्न जाँदैछु। र मैले एकदम सफ्टली ब्लेन्डिङ गरिसकेपछि चाहिँ एकदमसँगले राम्रो, हाम्रो चाहिँ कस्तो हुन्छ भने एकदम राम्रो आई लुक्स क्रिएट गर्नको लागि चाहिँ हामीले एकदम राम्रो ब्लेन्डिङको जरुरत छ है त। जति राम्रो ब्लेन्डिङ भयो त्यति नै हाम्रो लुक्स नेचुरल र एकदमै राम्रो देखिन्छ। जबसम्म हाम्रो ब्लेन्डिङको टेक्निक हाम्रो राम्रो हुँदैन तबसम्म चाहिँ हाम्रो मेकअप चाहिँ केपेची देखिन्छ। त्यही भएको कारणले गर्दाखेरि चाहिँ सबभन्दा सुरुमा हामीले ब्लेन्डिङ गर्न चाहिँ सिक्नुपर्छ है त। मैले डार्क कलर र लाइट कलरलाई चाहिँ मैले ब्लेन्डिङ गरेर दुईटालाई मर्ज गर्न जाँदैछु। र मैले राम्रोसँगले सफ्टली ब्लेन्डिङ गरिसकेपछि लाइट कलर र डार्क कलर चाहिँ मर्ज भएर एकदम राम्रो देखिएको छ। जबसम्म कलर मर्ज हुँदैन त्यो बेलासम्म चाहिँ हाम्रो मेकअप चाहिँ हामीले टक्कर राखे जस्तो र थोपे जस्तो देखिन्छ कि। त्यो भएको कारणले गर्दाखेरि ब्लेन्डिङ चाहिँ एकदमै जरुरत छ। एकदम नेचुरल लुक्स दिनको लागि ब्लेन्डिङ टेक्निक चाहिँ हामीले सिक्नुपर्ने नै हुन्छ। मेरो साथीले पनि मलाई सिकाउँदै हुनुहुन्छ, अलिकति ब्लेन्डिङ पुगेन, थोरै ब्लेन्डिङ गर्नुस् न, मर्ज भएकै छैन भन्दै हुनुहुन्छ उहाँले पनि। र उहाँले पनि यसरी गर न भन्नु, किनभने मेरो फर्स्ट डे भएको कारणले मलाई पनि हल्का आएको थिएन नि त। उहाँले पनि मलाई हेल्प गर्दै हुनुहुन्छ र मैले फेरि ब्लेन्डिङ गर्न जाँदैछु। र फाइनल्ली मैले ब्लेन्डिङ पनि गरेर मैले सिमर पनि लगाइदिएँ। त्यो पछाडि फेरि मैले नेक्स्ट सफ्ट स्मोकी लुक्स क्रिएट गर्न जाँदैछु। सुरुमा त मलाई त्यति धेरै थाहा थिएन, उहाँले पनि सिकाउँदै जानुभयो र मलाई अर्कोमा चाहिँ मैले मजाले गर्छु होला भन्दै थिएँ। र त्यति बेलै मलाई सिकाउने बहिनी पनि आउनुभयो, उहाँले पनि हेर्दै हुनुहुन्छ, राम्रै भएको छ, हल्का ब्लेन्डिङ चाहिँ पुगेको छैन, गर्दै गर्नु न, ब्लेन्डिङ राम्रोसँग गर्नुहुन्छ भन्दै हुनुहुन्छ। म हेर्दैछु, उहाँले मलाई सिकाउँदै हुनुहुन्छ। साथीले पनि हामीले यो कलर युज गरेको थियौँ पनि भन्दै हुनुहुन्छ। उहाँ चाहिँ मेरो साथी, हामी चाहिँ एकदम वर्क गर्दा चाहिँ एकदम मिलेर गर्ने, उहाँ चाहिँ मेरो पार्टनर पनि हो। मैले हेर्दैछु, उहाँले सिकाउँदै हुनुहुन्छ बहिनीले।
यसरी गर्नुस् राम्रो हुन्छ भन्दै हुनुहुन्छ। मैले पनि हुन्छ भनेर हेरिरहेको छु। अनि त्यसपछि अझै पनि देखिएन भनेर म फेरि हेर्दैछु। अनि यसरी घुमाउनुपर्छ, बिस्तारै घुमाउनु, तपाईलाई टेक्निक पनि थाहा हुनुपर्छ भन्दै हुनुहुन्छ। यो मेरो फर्स्ट डे थियो र मैले अहिले त धेरै कुरा जानिसकेँ। मेरो साथीलाई हाई पनि आउँदैछ। अनि उसलाई भन्दैछु तिमी कस्तो लेजी भएको नहो न, म तिमीलाई राम्रो गरिदिन्छु क्या मेकअप भन्दैछु। अनि साथीले हेर्दै पनि छ। फेरि के अरे बहिनीले मलाई यसरी घुमाउनु, यसरी गर्नु, ब्लेन्डिङ राम्रो हुन्छ भन्दै हुनुहुन्छ र म ब्लेन्डिङ गर्न सिक्दैछु उहाँबाट। अनि त्यस पछाडि उहाँले मलाई देखाउँदै हुनुहुन्छ, ल अब तपाईँ गर्नु यस पछाडि पनि भन्दै हुनुहुन्छ मलाई। हुन्छ म गर्छु भनेर हेरिरहेको छु। उहाँले ब्लेन्डिङ गर्दै हुनुहुन्छ। यसरी नै गर्नु राम्रो हुन्छ, राम्रो छ गरेको भन्दै हुनुहुन्छ। फेरि उहाँले फ्लपी ब्रसले फेरि उहाँले एकदम राम्रो ब्लेन्डिङ गरिदिँदै हुनुहुन्छ र मैले हेर्दै पनि छु। अनि ल म यसरी नै गर्छु भन्दैछु। साथीले पनि हेर्दै हुनुहुन्छ, हुन्छ राम्रो भइरहेछ भन्दैछ उसले पनि। अनि त्यस पछाडि चाहिँ मैले फेरि ब्लेन्डिङ गर्न जाँदैछु है। यो कलरले गर्ने कि कुन कलरले गर्ने भन्ने कुरा पनि चलिरहेछ हाम्रो। अनि साथीले हेर्दै पनि हुनुहुन्छ उहाँले पनि। अनि फाइनली उहाँले ब्लेन्डिङ गरिदिइसक्नुभयो। अब सिमर लगाउँदा हुन्छ भन्नुभयो। अनि मैले सिमर लगाइदिएँ। सिमर लगाइदिइसकेपछि हाम्रो फाइनल लुक्स क्रिएट हुन्छ। मैले मेरो फर्स्ट डेको दिन चाहिँ मैले सफ्ट स्मोकी आई लुक्स क्रिएट गरेको थिएँ। तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। केही गल्ती कमी कमजोरी भए पनि भन्नु होला। थ्यांक यू फर वाचिङ। थ्यांक यू एभ्रीवन। बाय बाय।